हजुरहरूको सकारात्मक सन्देशको कारणले पनि वास्तवमा म्याग्दीमा सहज सरल र शान्तिपूर्ण वातावरण निर्वाचनका प्रक्रियाहरू गतिविधिहरू अगाडि बढिरहेका छन्। केही छिटफुट रूपमा गुनासाहरू उजुरीहरू आएका थिए। अब हाम्रो अनुगमन अधिकारीज्यूहरू अधिकृतज्यूहरू हुनुहुन्छ, उहाँहरूले नै अनुगमन गरेर त्यसपछि आएका रिपोर्टहरूमा हामी निर्वाचन सुरक्षा समितिदेखि लिएर आचार संहिता समितिमा छलफल गरेर त्यसलाई चाहिँ समाधान गरिसकेका छौँ। ठुलो एकदम कारबाही नै गर्नुपर्ने खालका उजुरीहरू केही आएका पनि थिएनन्, सामान्य खालका थिए, त्यसलाई हामीले समाधान गरिसकेका छौँ। यहाँका म्याग्दीका राजनैतिक दलहरू त्यसै गरी उम्मेदवारज्यूहरू सबैले एकदम संयमतापूर्वक रूपमा आफ्नो गतिविधिहरू सञ्चालन गरिरहनु भएको छ। विभिन्न उम्मेदवारज्यूहरूको कुनै पनि कार्यक्रमहरू जुधेर समस्या सिर्जना भएको अथवा दुई पछि एकै ठाउँमा चाहिँ भेट हुने एउटा एकै ठाउँमा कार्यक्रम भएको कारणले अप्ठ्यारो असहज परिस्थिति सिर्जना हुने पनि भएको छैन। उहाँहरूको सुझबुझपूर्ण र उहाँहरूले एक आपसमा तालमेल गरेर चाहिँ आफ्नो आफ्नो गतिविधिहरू प्रचार प्रसारका कार्यहरू गरिरहनु भएको हुनाले नै शान्तिपूर्ण रूपमा म्याग्दीमा निर्वाचन गतिविधिहरू राजनीतिक दलबाट सञ्चालन भइरहेका छन्। त्यो पनि वास्तवमा हामी सबैको लागि खुसीको विषय छ। त्यसै गरी पत्रकारज्यूहरूले त एकदम निरन्तर रूपमा चाहिँ खबरदारी गरिरहनु भएको छ, निरन्तर रूपमा चाहिँ सूचनाहरू सम्प्रेषण गरिरहनु भएको छ। यहाँको साथ सहयोग विगतमा जसरी आइरहेको छ, अब केही समय बाँकी छ, एक हप्ता बाँकी छ। यो एक हप्तासम्म पनि हजुरहरूको यसरी नै साथ सहयोग सकारात्मक प्राप्त हुने नै छ भन्ने अपेक्षा गर्दै यस म्याग्दीमा माघ 2 गते कार्य स्थापना भएदेखि हालसम्मका भएको गतिविधिहरू सम्बन्धमा हामी अघि जिल्ला निर्वाचन अधिकारीज्यूले पनि प्रस्तुत गरिसक्नु भएको छ। अहिले पछिल्लो चरणमा हेर्दा हामीले चाहिँ प्रत्येक 122वटै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको लिस्ट हामीले प्रकाशन गरिसकेका छौँ 2-3 दिन अगाडि नै। त्यसै गरी आजबाट हामीले सम्पूर्ण कर्मचारीज्यूहरूलाई आज र भोलि नियुक्ति पत्र वितरण गर्ने प्रक्रियामा छौँ। हामीले नियुक्ति पत्र बुझ्नको लागि आमन्त्रण गरिसकेका छौँ। नियुक्ति पत्रहरू सम्पूर्ण कर्मचारीको तयार भइसकेको छ। त्यसै गरी मतपत्र पनि प्राप्त भएर हामीले प्रत्येक मतदान केन्द्रका लागि प्याकिङ पनि सकिसकेका छौँ। अब 2-3 दिनपछि उहाँहरूले आजबाट नियुक्ति पत्र बुझ्न थाल्नुहुनेछ र आफ्नो आफ्नो टाढाको मतदान केन्द्रमा जाने साथीहरू 18 गते 17 गते नै जान सक्नुहुनेछ भने अलिकति नजिकका साथीहरू 18 गते मतपत्रहरू र मतपेटिकाहरू मतदान सामग्रीहरू लिएर जानुहुनेछ। 18 गतेसम्म पुगिसक्नु पर्नेछ र 19 गतेबाट सूचना प्रकाशन गर्ने लगायत कामहरू उहाँहरू मतदान स्थलमा रहनुहुनेछ। सम्पूर्ण कर्मचारीहरूलाई हामीले चाहिँ सबै नियुक्ति पत्र दिन लगायत मतपत्र बुझाउने प्रक्रियाहरू हामी सुरुवात गरिसकेका छौँ। अब निर्वाचन नजिकै आइसकेको छ। अब हामीले अहिलेसम्म एकदम शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा म्याग्दी जिल्लामा निर्वाचनका गतिविधिहरू सञ्चालन भइरहेका छन्। हजुरहरू सबैको साथ सहयोगले हामी सफल भएका छौँ। आगामी दिनमा पनि हजुरहरूको साथ सहयोगबाट यो निर्वाचन सफलतापूर्वक शान्तिपूर्ण स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि पत्रकारज्यूहरूको पनि सकारात्मक सहयोगको अपेक्षा गर्दै हामी पनि त्यसरी सुरक्षा निकायका प्रमुखज्यूहरू र सुरक्षा निकायको सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीज्यूसँग हामी निरन्तर सँगै छौँ। विभिन्न समितिहरू छन्, आचार संहिता अनुगमन समिति, निर्वाचन व्यवस्थापन समिति, त्यसै गरी आचार संहिता निर्वाचन सुरक्षा व्यवस्थापन समितिमा पनि हामी निरन्तर छलफलमा बसिरहेका छौँ। हजुर हामी सबैको सामूहिक जिम्मेवारी दायित्व र चाहिँ सक्रियताबाट म्याग्दीमा सहजता र सरलतापूर्वक निर्वाचन सम्पन्न हुन गइरहेको छ। त्यही नै अपेक्षा गर्दै यहाँ हाम्रो आमन्त्रणलाई यहाँहरूले चाहिँ स्वीकार गरी यहाँ फेरि उपस्थित भइदिनुमा पुनः आभार व्यक्त गर्दै आजको यस कार्यक्रम यहीँ समापन भएको घोषणा गर्छु। हस्, धन्यवाद।